हिजो छड्के चेकिङमा हाम्रो सुदन गुरुङ होम मिनिस्टर एयरपोर्टमा छिर्नु भएको रहेछ, खुसी लाग्यो। तर त्यहाँनिर सुधार गर्नुपर्ने धेरै चिजहरू छन् सर। हेर्नु होला यो नेपाल एयरपोर्टको दृश्य, हामी नेपालीहरूले धेरै दुःख पाएका छन्। यहाँ नेपाली एयरपोर्टमा चेकिङ पनि त्यस्तै हुन्छ, हामीलाई पुरै चाहिँ नाङ्गै बनाएर चेक गर्छन् यिनीहरूले। तर यिनीहरूले ठुलाबडाहरूलाई चाहिँ सरक यिनीहरूले छिराउँछन्। अब भनेपछि हामीले बुझ्नु होला, हामीले कमाएको ट्याक्सले यिनीहरूले जागिर खाइरहेका छन्। तर पनि हाम्रो सामानको दुरुपयोग भने यसरी भइरहेको छ। नेपाल एयरपोर्टमा हेर्नुहोस् त, कतिको लगेज पुर्याएको छ, कतिको सामान पुर्याएको छ, कतिको त सामान चोरी पनि भएको छ। यस्ता मान्छेहरूलाई चाहिँ कारबाही हजुरले छानबिन गरेर निकालिदिनु होला। बरु 2 जनाको ठाउँमा 4 जना राखिदिनु होला। तर सुरक्षित तरिकाले हाम्रो सामानहरू चाहिँ नेपाल एयरपोर्टबाट निस्कियोस् बाहिर। जय देश, जय नेपाल।